हेलो साथीहरू होइन के छ खबर केटा हो सब सन्चै हुनुहुन्छ होला होइन म पनि एकदम ठिक छु होइन कस्तो भाडामा आज चाहिँ म आफ्नो एउटा ब्लग लिएर आएको छु होइन ब्लग लिएर आएको छु होइन आज चाहिँ म जाँदैछु के काहीँ कतै यात्रा गरेर आएको छु होइन टक्क भाडामा भएर आज चाहिँ ब्लग बनाइदिउँ भनेको होइन टक्क भाडामा मुम्बईदेखि नासिकतिर चाहिँ म हिँडिरहेको छु होइन अब नासिक जानु पऱ्यो आज केही कामले गर्दाखेरि होइन टक्क पारामा नासिक जाँदाखेरिको दृश्यहरू चाहिँ म देखाउँछु हजुरहरूलाई होइन के छैन अनि चाहिँ यहाँ मेरो दाइ र म जाँदैछु म एक्लै होइन फेरि होइन दाइ चाहिँ फेरि खतरा एक्साइटेड भएर होइन हिँडिरहेको छ टक्क राति पनि सुतेन अरे बिहान चाँडै उठेको मेरो दाइ होइन एक्साइटेड धेरै भएको छ यहाँ त दाइको लुक फेरि मजा आउँछ भनेर देखाउँछु होइन दृश्यहरू बाटोमा जाँदाखेरिका के छैन भिडियोलाई अन्तिमसम्म हेरेर चाहिँ साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु होइन अहिले हामी चाहिँ मेट्रोमा जानुलाई चाहिँ रेडी भइसकिन्छ त होइन हिँडिरहेको छौँ रेडी त भइसकेका नै छौँ अलरेडी नै मेट्रो स्टेसनमा पुगेपछि म हजुरहरूलाई उहाँको हल्का भिडियोहरू देखाउनेछु हामी चाहिँ होइन अब मेट्रोमा जानुलाई चाहिँ टिकट काट्नुलाई जाँदैछौँ होइन यहाँ चाहिँ हाम्रो गाइरहेको साफ भिडियोमा चाहिँ हेर्नु पऱ्यो बाह्रमा होइन हामी जाँदैछौँ अहिले बाह्रमा होइन अरू सिनहरू पनि म देखाउँदै गर्नेछु होइन मेरो दाइ चाहिँ भागिसक्यो म हाल्ने तयारीमा छिटो छिटो जानु पऱ्यो नि त ढिलो भइसक्यो हामीलाई टक्क बाह्रमा होइन हामीले मेट्रोको पनि टिकट काटेर भित्र एन्ट्री भइसकेको छ होइन म चाहिँ मजा जाँदैछु मेट्रोकोमा म चाहिँ कमाल कर दिया आपने कितने टैलेंटेड हैं आप अमेजिंग अरे कौन भौंक रहा है ये बदतमीज अबे काम करना और यार निकलो बाहर निकालो इसको बाहर निकालो तलै छु जाने तयारीमा हो अहिले चाहिँ हामीले अगाडिको टिकट काट्यो होइन कि छैन मेट्रोको वेटिङमा चाहिँ माथि बस्नेछौँ हामी हामी चाहिँ भित्र एन्ट्री भइसक्यो हो चाहिँ हामी टक्क होइन मेट्रोको तयारीमा हो यो चाहिँ मेट्रोको सडक हो होइन यही सडक भएर गुड्छ मेट्रो अनि टक्क यहाँ मेरो दाइ चाहिँ पुरा फायरमा जस्तो छ कि अलिकता म चाहिँ अब यस्तै हो होइन म चाहिँ हामी उभिरहेका हामी मात्र होइन धेरैजना छन् उभिएको यता पनि अनि उता पनि टिकट चाहिँ यो होइन टक्क अब अँधेरी पुगेपछि टक्क म हजुरलाई देखाउँछु होइन मेट्रो पनि आइपुग्यो तो चलिए शुरू करते हैं म चाहिँ टक्क यहाँदेखि आउँछु हेर्न सक्नुहुन्छ आइसक्यो होइन अब हामी चाहिँ भित्र जाने तयारीमा हो सिटले चाहिँ मिल्दैन पायो भने चल्दा सिट पायो भने बस्नु सिट चाहिँ मिल्छ होला जस्तो छ है मिल्दैन मिल्छ बसिहालौँ जस्तो पायो भने हामीले चाहिँ सिट पाइसक्यो अहिले चाहिँ हामी अँधेरीमा पुग्यौँ होइन अँधेरीबाट त मान्छे भाँच्दै छ भाइ मान्छे भिड हेर न यस्तो छ यार के भन्ने अब यहाँ मान्छे पब्लिकमा लास्टै छ त फेरि कति हो त्यो मान्छे लास्टै धेरै छन् मान्छे त यहाँदेखि चाहिँ अब टक्क हामीले नासिकको लागि टिकट काट्नुपर्ने छ होइन नासिकको लागि टिकट काट्नुपर्ने छ ओ माई गड पब्लिक चाहिँ अँधेरीमा लास्टै छ है धेरै छ देख्न सक्नुहुन्छ हामी चाहिँ टिकट काउन्टर अब हामी चाहिँ टिकट काउन्टरतिर जाँदैछौँ होइन अँधेरीको नासिकको लागि काट्नुलाई मान्छे त लास्टै जान्छ फेरि कति हो भने हुल आसन गाछन्
योले पनि भएन अब अर्को गाडी आउँछ होला सायद मेट्रो हामी चाहिँ हाम्रो काउन्टरतिर लाग्यो है काउन्टरतिरको दृश्य देखाउँछ काउन्टरमा पुगेको होइन त्यो काउन्टरमा त यस्तरी लाइन लागेर यहाँ हामीले चाहिँ लाइन लाग्नु पऱ्यो है कतिखेर आउँछ थाहा छैन तर पनि लाइन लागेका छौँ यता अनि यता सब लाइन लागेका छौँ ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ भनेको चाहिँ उहाँ छ कि मान्छे हो माइ गॉड हेर न यहाँ आफ्नो कामले कहीँ जाँदैछ अब काउन्टरमा जाँदैछ होइन मान्छेहरू देख्नु कति धेरै छन् उता त कति धेरै हो कति धेरै हो के आउने जाने कार्यक्रम चाहिँ भइसक्यो अब यतातिर पनि लाग्दैछ नि त फेरि यो चाहिँ अगरको मेट्रो हो होइन मेट्रो अगरको टिकट काट्नुमा चाहिँ यस्तरी लाइन लाग्नुपर्छ कि अब मैले भन्नुभयो कस्तो लाइन लाग्नुपर्छ लाइन त लास्टै लाग्नुपर्छ त देख्न सक्नुहुन्छ यो काउन्टरको सेन्टर हो त्यहाँ अगाडिको लागि लाइन लाग्नुपर्छ लाइन लाग्नुपर्छ सब लाइन लागेको छ हामीको चाहिँ टिकट काट्ने काउन्टर रेलको होइन अब यो रेलको यात्रा गर्नुपर्छ त्यही भएर हामी उस साइड गइरहेको हामीले चाहिँ होइन दादरदेखि चाहिँ नासिकको लागि टिकट चाहिँ काट्यो भनेले होइन 10-12 दुईजनाको टिकट काटेको अब चाहिँ हामी दादर जाने तयारीमा हो दादरदेखि अझ ट्रेन चेन्ज गरेर अनि नासिक पुग्ने रहेछ यहाँ त हामीलाई थाहै भएन थाहा नभएको खण्डले त्यस्तो के छैन टक्क बाह्रमा अब जानुपर्छ हामी दाइ भाइ चाहिँ दादरको लागि रेडी होइन तर सिट नमिलेर दुर गइरहेको छ मान्छे धेरै देख्न सक्नुहुन्छ यता यता मान्छे ब्याग छ क्या ट्रेन उठेर गएको बाटोमा मिल्यो भने चाहिँ बस्न मिल्छ उठ्यो भने मान्छेहरू अब खै के हुन्छ हेरौँ अहिले भर्खर चाहिँ होइन दादरमा एन्ट्री भयो दाइ र भाइको टक्को अब चाहिँ कहाँका लागि भने नासिकका लागि ट्रेन कोलकाताका लागि 10 नम्बर स्टेसनमा जानु पऱ्यो भनेर हामीले जानकारी पायौँ अनि त्यसैले चाहिँ अब हामी टक्क जाँदैछौँ यो 10 नम्बर चाहिँ कहाँ रहेछ भन्ने कुरा हो कि बाहिर आइगयो भन्नु हामी 10 नंबर अंकल 10 नंबर उधर से जाने किधर जाना पड़ेगा आगे से चलो हाँ अच्छा ऊपर से धन्यवाद चलो फिर हम जा रहे हैं इधर से ऊपर जाना पड़ेगा क्या करे भाई लोग तर अँधेरीदेखि दादरसम्म आउँदाखेरि त हेरेकोटा अब बस्ने ठाउँ नै पाएन कि हामीले कम्ता गाह्रो भयो अहिले चाहिँ हामी ट्रेनको चाहिँ वेट गरिरहेछौँ भनौँ नासिकको लागि ट्रेन आउँदैछ अरे स्टेसनमा चाहिँ हामी अहिले टक्क बाह्रमा दाइ र भाइ वेट गरिरहेको अवस्था छ कतिखेर आउँछ खै थाहा छैन टाइम पनि धेरै भइसक्यो क्या सायद 11 बजेर 11 मिनट भइसक्यो है टाइमको अपडेट गराएँ मैले अहिलेसम्म हामी नासिकको लागि चाहिँ ट्रेनमा बसेका छैनौँ कति धेरै रोक्नु परेको हो कि नासिक जानको लागि पनि यहाँ 3-4वटा ट्रेन आएर गइसके झ्याउ लाग्यो कि उभिँदै बस्दा बस्दै कतिखेर आउँछ हाम्रो 11:30 बजे कतिखेर आउँछ हाम्रो यात्रा गर्ने उडान के गाह्रो छ हामीलाई त लास्टै गाह्रो छ बस्दा बस्दै तनावको भन्दा पनि लास्टै झ्याउ लाग्यो कि 12 बजे आउने भनेको ट्रेन 12 बजेर कति मिनट 12 बजेर 14 मिनट भइसक्यो अहिलेसम्म आएको छैन के गर्ने हो के गर्ने तनाव भयो त फेरि कतिखेर आउँछ थाहै छैन ट्रेनले पनि धोका दियो कि यार कतिखेर आउँछ
दिन्छ भनेर थाहा पाएको मैले। तर आज ट्रेनले पनि धोका दियो है, ट्रेनले पनि धोका दिने भन्ने कुरा चाहिँ आज बुझेको मलाई। फाइनल्ली होइन ट्रेन चाहिँ आइसक्यो अहिले। प्रतीक्षाको 50 मिनट रहेछ। यही हो क्या हो, यही हो क्या हो, आगे से जाते हैं। हामी ट्रेनमा बसिसकेका छौँ। दाजु छ यतातिर बजारमा सिटमा अर्को पारामा यहाँ होइन बसिसकेँ। चाहिँ नासिकको लागि चाहिँ हामी रेडी भइसक्यौँ, रेडी जानलाई। अर्को पारामा नासिक गएको छु अनि देख्न सक्नुहुन्छ तपाईँ। पनि सुन्छ हो, सुन्छ भैँसी बाख्रा भेडा सेम हाम्रो गाउँ जस्तै यार रमाइलो। बसेर मजा आउनु बारेमा होइन केटा हो। अहिले चाहिँ हामी टक्क नासिकमा पुग्यौँ भर्खर के अहिले यत्रो 4-5 घन्टाको अन्तरालपछि होइन टक्क हामी चाहिँ अहिले नासिकमा पुगिसकेका छौँ। यो ट्रेन होइन हामी आएको ट्रेन चाहिँ। अनि अब चाहिँ हामी जाँदैछौँ एउटा दाइ लिन आउनु आएको छ अरे यहाँ। अब हामी उहाँसँग चाहिँ भेट गर्नेछौँ, उसलाई खोज्दैछौँ भनौँ अहिले टक्क पारामा। अब खोज्न हिँड्न लाग्यो ल। अन्त दाजु जानु पऱ्यो नि त, कहाँ छन् फेरि मान्छे? बाहिर जाने बाटो खोज्यौँ त हामी। अहिले चाहिँ हामी टक्क होइन अब यहाँ रेलवे स्टेसनदेखि बाहिरको बाटोतिर जाँदैछौँ होइन। टक्क पारामा नासिक रोडमा चाहिँ जाँदैछौँ, हाइवे रोडमा जाँदैछौँ अहिले टक्क। दाइ चाहिँ आउँदै हुनुहुन्छ अरे उतातिरबाट, हाम्रो नेतातिरबाट पछाडितिर पनि है। हामी त यहाँले कति काम छ होइन, त्यो काम फिनिस गरेर अनि फेरि अझ मुम्बई रिटर्न हुनु छ।
मुम्बई रिटर्न हुनु छ, हेर्नुहोस् है। टक्क देख्न सक्नुहुन्छ यतातिर पब्लिक छ होइन, मान्छेहरू धेरै छन्। अनि यहाँदेखि टिकट काट्न मिल्छ फेरि। अनि हामी चाहिँ यहाँ टक्क छौँ, यहाँदेखि उल्टा साइड जानुपर्छ। अहिले चाहिँ हामी टक्क पारामा दाइसँग भेटघाट भइसकेको छ। सामान चाहिँ यहाँ छ होइन, यही सामान ल्याउनलाई आया हो मेन। अब यहाँदेखि रिटर्न हुनुपर्ने छ, दाइसँग कुराकानी गरिन्छ अलिकति, अनि त्यसपछि चाहिँ रिटर्न हुने सम्भावना धेरै छ है हाम्रो होइन। अब दादरको लागि चाहिँ टिकट काट्दैछु हामी नासिकदेखि। यो चाहिँ काउन्टर होइन, टिकट काट्ने देख्न सक्नुहुन्छ लाइन लागेका छन् मान्छेहरू। म चाहिँ टक्क अब टिकट काटेर होइन, अहिले चाहिँ टिकट काट्ने हो, जाने त 6 बजे जाने हो, लेकिन टिकट पहिल्यै काटेर राखिदिउँ भन्ने कुरा हो हाम्रो होइन, दाइको र मेरो। अनि टिकट काटेर टक्क हामी नास्ता खान जान्छौँ, अनि यताउता घुम्छौँ। देख्न चाहिँ म लागि घुमेको नल्ली होइन, बनादेखि सरी नासिकदेखि अब रिटर्न दादर पनि भइयो होइन। अहिले चाहिँ रातिको कति बजिसकेको छ, 9:30 भइसक्यो होइन। यहाँ चाहिँ दाइ केही भनिदिनु पऱ्यो कि अहिले आउँदाखेरि चाहिँ कस्तो भयो कि हामीलाई? भन्नु त लास्ट कुराहरू हालत डाउन भइदियो होइन, सिटमा पाएर बिचमा बसेर जाँदाखेरि म सोचेर गयो होइन। सेम के सेम हालत डाउन भएको छ, पुरै हालत डाउन भएको छ कि अब हिँड्न नसक्ने स्थिति छ कि उभि आएको हो कि 3-4 घन्टा। अहिले लास्टमा एकचोटि चाहिँ 10-15 मिनट चाहिँ हामीले बस्न पायौँ। अब चाहिँ हामी रुमतिरको यात्रामा छौँ होइन। आजको भ्लग कस्तो लाग्यो हजुरहरूलाई होइन, लाइक कमेन्ट फलो अनि सब्सक्राइब पनि गरिदिनु पऱ्यो युट्युबमा होइन। टक्क पारामा आजको भ्लग चाहिँ के छ भन्दाखेरि मुम्बई टु नासिक टु मुम्बई, यो चाहिँ भ्लग छ हाम्रो होइन। माया देखाइदिनु होला होइन, भ्लग चाहिँ आउँदै गर्छ। आउँदाखेरि कल्याणदेखि आउँदाखेरि सिट पाएको है। यस, योभन्दा उता त अब पुरै हालत के नसोचेको हुन्छ। अनुहार त पुरै चेन्ज भइसक्यो अब होइन। पुरै हाम्रो उभिँदा यस्तो थकाइ यस्तो दादा यो चाहिँ दादर हो होइन, पछाडिको टक्क पारामा। अब चाहिँ हामी रुमतिर जाँदैछौँ। भिडियो हेरिदिएकोमा फेरि पनि धेरै धेरै धन्यवाद। भ्लग चाहिँ आउँदै गर्छ है, माया चाहिँ देखाउनु पऱ्यो हजुरहरूले। ओके, टेक केयर, बाई बाई, सी यू नेक्स्ट भ्लग।